चोरा किरिदिहाल्यो भयो यति हो त असा यति सबै आँको बनाएको एकदिन गयो त कि पोको मासु भए त्यसपछि यहाँ चिउरासँग खाइसक्यो त्यहाँ हामी मिलेन होइन जेठा यति पोको मासु सबै सन्तान भएर चिसो सिसो ल्यायो भने काँक्रो खाइसक्छन् है होइन जेठा यसरी खानुपर्छ यो बारीभरि झुसी मासु यति नै हुन्छ पकाउँदा है मासु त फ्रिजमा राखेर पकाउँदै थियो फार 3 बाल्टिन 4 बाल्टिन थियो होला है काँचो त सानसानै भाँडा हाल्यो सानसानोमा हाल्नु पर्दा हुन्थ्यो नि सानसानो भाँडै छैन ले नि त ल सबैमा हाल्यो पहिले यसो जम्मा गरिराखेको जतिखेर चाहिँ त्यतिखेर खोजेर के भन्नु एकैचोटि पर्छ सबैको गरिदिएको हिजो बरु त्यो कल्पना एउटा राखौँ भने त्यो राख्नु पर्ने थियो यहाँ डोको यत्रो पठाएर भनेर झिकिदिरहेको थियो एउटा मात्रै भन् त्यो त थुप्रो रहेछ त भन्दै थियो पठाउनु कसले